जो जो वृक्ष त इन्द्रका नगरीमा सो सो त सब छन् तही रत्नैका सिडी साफो असल जल पनि यस्ता तलाउ कहीँ फलफुलले अति भार भएर रुखका सबका तिहागा पनि लचक्याका भ्रमरा र पंक्षी बहुतै तिनमा बस्याका पनि बीच बीचमा सुनका हवेली पनि छन् उच्चा मणिको छ धाम जसमा छन् कति गर्नु वर्णन जहाँ हेर्यो तहाँ पक्की काम यस्तो सुन्दर वन नजर गरी सबै डुल्दै हनुमान गया देखा सुन्दर शिम्ष पार खुसी भई। अब यहाँ परीक्षितले भन्नुहुन्छ के भन्नुहुन्छ मैले विश्वास गरेँ महाराज विश्वास गरेँ ठिक छ जसले दान गर्छ उसको त कति हो कति छ महत्त्व दानी व्यक्तिको महत्त्व त कति छ रे हजारौं हजार ब्राह्मण समान त्यो व्यक्तिको मूल्याङ्कन हुन्छ रे हजारौं हजार ब्राह्मण समान दानी व्यक्ति। अब यहाँ परीक्षितले भन्नुहुन्छ हाम्रो छेउछाउमा हामीसँग भएका व्यक्तिहरूलाई के भनेको छ शास्त्रले सकेसम्म झुट चाहिँ नबोल्नु सकेसम्म बरु चुप बस्नु। हजुरलाई लाग्छ कि अब यहाँ मैले झुट बोल्नुपर्छ चुप बस्नु शान्त बस्नु किन आजकल सबैभन्दा धेरै झुट बोल्ने सबै बोल्छ फोन आयो आइहाल्ने बित्तिकै भुलिहाल्ने भने घरमा होइन त्यो पनि झुट त झुटै हो नि भला सानो होला तर शास्त्र यदि बोल्नै पर्ने अवस्था आयो भने गएर फेरि माथि किनभने यो संसारमा के भनेको छ जति सक्दो सत्य बोल्ने मान्छेले बोलेको बाणी पुरा हुन्छ बुझ्नुभयो जति सक्दो सत्य बोल्ने मान्छेले मनैदेखि सत्य भाव आजबाट सत्य बोल्छु बरु झुट बोल्न पर्ने अवस्था आयो भने बोल्दै किन बाणीबाट त्यो भावना अवश्य नै होला सकेसम्म कम बोल्ने बोलिहाल्यो भने कुरा भाइ बढी आनन्दले भन्ने तर एउटा कुरा विचार गर्नु सत्य बोल्ने मान्छे प्रायः यो कुरा पनि विचार गर्नु किन झुट मान्छेलाई मनपर्छ झुट किन्न सक्ने क्षमता सक्छ तर सत्य श्रीमद् भगवद गीता के पास आपके हर प्रश्न का उत्तर है चाहे आपकी कोई भी परेशानी हो कोई भी इच्छा हो श्रीमद् भगवद गीता आपके हर प्रश्न का उत्तर देती है आपकी हर समस्या का हल देती है चाहे वो परेशानी आपके मन की हो या धन की हो।